दामी मिठो चिकन फ्राई कसरी बनाउने भनेर हजुरहरूलाई आज म देखाउँछु है त। सुरुमा त हामीलाई होइन दामी मिलेको कुखुराको मासु चाहिन्छ है। त्यसमा आधा कागतीको रस निचर्दिने होइन, अनि अलिकति तेल पनि राखिदिने, अनि त्यसमा बेसार, धुलो खुर्सानी, नुन, थोरै पेपर, पाप्रिका, अनियन गार्लिक पाउडर राखेर अब त्यसलाई मजाले मिक्स गर्ने। बेसिकली सुरुमा चाहिँ यसलाई हामीले म्यारिनेट गरेर चाहिँ 2-3 घन्टाको लागि छाडिदिनु पर्छ होइन। 2-3 घन्टा पछि चाहिँ एउटा बाटा लिएर त्यसमा एउटा अन्डा फुटाउने। अब त्यसमा 1-2 चम्चा कर्नफ्लावर, बेसन, थोरै मिट मसला, अनि थोरै 1 पिन्च मात्रै बेकिङ सोडा, थोरै सेतो तिल, अनि थिचेको अदुवा, लसुन र खुर्सानीको पेस्टलाई राखिदिने। त्यसलाई मजाले मिक्स गर्ने, एउटा पेस्ट बन्छ। अनि अघि नै म्यारिनेट गरेको हामीले चिकनलाई राखेर राम्रोसँग मिक्स गरिदिन्छौँ। अब त लिटरली काम भनेको तेल तताउने अनि हाम्रो चिकनलाई फ्राई गरिदिने। मिडियम हिटमा चाहिँ हजुरले टाइम लगाएर यसलाई फ्राई गर्नु होला। बिस्तारै आफै कलर चेन्ज हुँदै जान्छ अनि यु विल नो व्हेन इट्स डन। त्यही हो, इट्स लिटरली सो इजी टु मेक। हजुरले पनि घरमा बनाएर ट्राई गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।